साथीहरू यो देखिएको खोला चाहिँ माई खोला हो। यो चाहिँ झापा दोमुखामा अहिले देखिएको दृश्य हो। एकदमै खोलाले विशाल र उग्र रूप लिइरहेको छ। यी खोलाले विशेष गरी माई नगरपालिका र कन्काई नगरपालिकाका नजिकका बस्तीहरूमा विशेष यो खोलाको किनारमा भएको बस्तीहरूमा एकदमै हानि पुर्याइरहेको छ। एकदमै दुःख लागिरहेको छ हाम्रो किसानहरूको। त्यति राम्रो धान बालीहरूलाई त्यसले एकदमै उग्र रूपमा नष्ट गरिरहेको छ। जस्तै झर्लङ्गे पुलहरू बगाइरहेको छ। व्यक्तिगत सँगसँगै सार्वजनिक सम्पत्तिहरू पनि हानि भइरहेको छ। जति पनि यी माई खोलाको किनारमा तपाईहरु हुनुहुन्छ एकदमै सतर्कता अपनाएर बस्नु होला। अलिकति सुरक्षित ठाउँमा जानु होला। हामी बाहिर देशबाट हेर्दै गर्दा एकदमै दुःख लागिरहेको छ है। हामीलाई एकदमै धेरै खोलाले हानि गरिरहेको छ। तपाईहरु सबैजनालाई मेरो अनुरोध छ, सुरक्षित ठाउँमा जानु होला, सुरक्षित ठाउँमा बस्नु होला। यो खोलाले एकदमै अहिलेको समयमा उग्र रूप लिइरहेको देखिरहेको छु। विभिन्न ठाउँमा बस्तीहरू बगाइरहेको देखेको छु। घर घरमा पानीहरू पसिरहेको भिडियोहरू सामाजिक सञ्जालमा आइरहेको छ। हामी परदेशीको मन यो देखेर एकदमै रोइरहेको छ।